टिकटको त ल आफैले नहुन्छ भन्नु। नमस्कार। आज हामी हाम्रो होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्गठनको रूपन्देहीको 7औं बैठक सम्पन्न गर्नको लागि हामी पाल्पाको नुवाकोट भन्ने ठाउँमा हामी जाँदैछौँ। हाम्रो अध्यक्षज्यू यहाँ हुनुहुन्छ, यसै गरी हाम्रो सल्लाहकारजी हुनुहुन्छ, सदस्यज्यूहरू हुनुहुन्छ। हामी अब प्रस्थान गर्दैछौँ। हामी नुवाकोटको नुवाकोट पाल्पामा पर्छ। हाम्रो यात्रा सुरु भयो। अब हामी सिधै नुवाकोट पुगेर हामी चाहिँ पर्यटनको प्रवर्धन गरौँ भनेर यहाँ हाम्रो अध्यक्षजी बोल्न खोज्नु भएको छ। ल हजुर नमस्कार। त्यही त यसो पर्यटनको प्रवर्धन गरौँ भनेर यसो डाँडागाडातिर हिँड्ने जाने घुम्ने होइन, बैठक त्यहाँ राख्ने भयो भने यसो पर्यटन चलायमान हुन्छ कि भन्ने हाम्रो सन्तोषजीको यो भनाइ हो। मैले त सन्तोषजीलाई को भनाइ मैले आफैले भनिदिएको मात्रै हो। एकदम हामी चाहिँ यो चाहिँ पर्यटन प्रवर्धनको लागि चाहिँ डाँडागाडाको के भन्छ अनुसन्धान होइन, अरू के भन्छ त्यसलाई, बादलसँग खेल्ने, रिसोर्ट बादलसँग खेल्ने र खेलेको भिडियो हाल्ने र अरूलाई पनि त्यहाँ खेल्नलाई चाहिँ उत्प्रेरित गर्ने। के उद्देश्य भनेकै यो देश बनाउनु नै छ, कसरी हुन्छ। हाम्रो पर्यटक सल्लाहकारज्यू पनि हुनुहुन्छ, उहाँले पनि केही भन्न चाहनुहुन्छ। सर हजुर, यो हामी पर्यटनलाई हामी पहिचान गर्ने, त्यसको प्रवर्धन गर्ने र त्यसमा चाहिँ भारतीय पर्यटकहरूलाई पेरिफेरीमा लुम्बिनीको पेरिफेरीमा घुम्नको लागि एउटा आकर्षक स्थल हो भनेर हामीले एउटा पहिचान गराउन चाहिरहेका छौँ। त्यसै कारणले हामीले डाँडागाडाको क्षेत्रमा पर्यटकीय प्रवर्धनको लागि यो बैठक आयोजना गर्न गइरहेका छौँ र त्यहाँ सबै हामी पर्यटन व्यवसायहरू, होटल व्यवसायहरू, हामी संस्थासँग सम्बद्ध व्यवसायहरू सबै त्यहाँ सहभागी हुँदैछौँ। धन्यवाद। ल यसै गरी हामी अहिले यो भैरुवाबाट हामी प्रस्थान गरेका छौँ। हामी सबै भैरुवावासी छौँ। लगभग जिल्ला कमिटीमै हामी सबै भैरुवावासी नै छौँ होला जस्तो लाग्छ मलाई। हाम्रा सुकराजजी हुनुहुन्छ, उहाँले पनि केही कुराहरू राख्न चाहनुहुन्छ। हजुर नमस्कार। आज हामी पाल्पा जिल्लाको नुवाकोटमा हाम्रो 7औं नियमित बैठक पर्यटक स्थललाई प्रमोसन गर्नको लागि र प्रचार गर्नको लागि हामी त्यहाँ नियमित बैठक राखेका छौँ। सबैजनाले प्रत्येक हाम्रा पर्यटक स्थलहरू पहिचान गरी घुम्न